तपाईहरुलाई याद नै होला भदौ 23 र 24 गते जेनजी आन्दोलन। जेनजी आन्दोलनपछि नेपालमा केही न केही आमूल परिवर्तन भएकै छ। त्यो परिवर्तन अब देख्न फागुन 21 गतेको निर्वाचनले देखाउँछ पक्कै पनि। विभिन्न पार्टीका मान्छेहरू प्रचार प्रसारमा हिँड्नु भएको छ, जनताहरू समक्ष गएर घर दैलो गरिराख्नु भएको छ। आउनुस् आज हामी पनि जाउँ जनतासँग प्रश्न गर्न, उहाँको उत्तर कस्तो आउँछ, यसपालिको भोट कसलाई दिन चाहनुहुन्छ, कि त्यही पुराना पार्टी या नयाँ दललाई, कसलाई भोट हाल्नुहुन्छ त? आउनुस् उहाँसँग जनताहरूसँग हामी प्रश्न गर्नेछौँ। यति बेला म दाङघराइमा रहेको लखन पार्कमा छु। जेनजीदेखि लिएर भर्खरका युवादेखि लिएर बुढाबुढीहरू पनि आउने गर्नुहुन्छ। यहाँ प्रत्यक्ष सबैसँग हामी कुराकानी गर्नेछौँ। यो भिडियो अन्तिमसम्म हेर्न भने नभुल्नु होला। आउनुहोस् जाउँ जनतासँग यो प्रश्न लिएर उहाँको उत्तर सुन्नुहोस्, अनि जस्तो लाग्छ त्यस्तै कमेन्टमा प्रतिक्रिया दिन भने नभुल्नु होला है त। यसपालिको भोट चाहिँ तपाईँको कसलाई हो नि? घन्टीमै हो मेरो त। अनि तपाईँको नि? घन्टीमै हो। तपाईँको नि? म त तारामा हो। रातो तारामा। तारालाई चाहिँ किन नि? अब स्वतन्त्र पार्टीलाई अनि तपाईँको चाहिँ घन्टीलाई किन? खै किन तर घन्टीलाई नै हो। घन्टीलाई नै हो? तपाईँको त्यही नै है? ल हस्, धन्यवाद तपाईँहरूलाई है त। यति बेला हामीहरूसँग यहाँ बाहरू हुनुहुन्छ। यहाँले विगतमा धेरै नेताहरूसँग धेरै कार्यकर्ताहरू देखिसक्नु भएको छ। जेनजी आन्दोलनपछि धेरैजना युवा नेताहरू पनि देश बनाउँछौँ भन्ने अघि बढ्नु भएको छ। यहाँसँग सोधौँ यहाँहरूको विचार। बा नमस्कार, सन्चै हुनुहुन्छ? सन्चै छ। अनि यसपालि चाहिँ अब भदौ 23-24 गते यता जेनजी आन्दोलन भयो, तपाईँहरूलाई थाहा नै होला। यसपालिको चाहिँ तपाईँको भोट चाहिँ कसैलाई हो नि? यो भोट मैले भनिहालेँ, म जान सक्दैन, नुवाकोटमा छ मेरो। हजुर है, मेरो जान सक्दैन, म बिरामी छु, हेर्नुहोस् खुट्टो सुन्निया छ। अब चाहिँ गाडीमा हिँड्न हुँदैन। हजुर। अब मेरा छोरा नातिको कुरो मैले भनिहालेँ होइन। उनीहरूले अब चाहिँ परिवर्तनै चाहेका छन्। नयाँ परिवर्तन चाहनु? नयाँ परिवर्तनै चाहेका छन्। मैले बुझे अनुसार पनि नयाँ नै खोजेका छन्। अब अहिलेसम्मको इतिहास हेरेर ल्याउँदाखेरि सबै कस्तो बने भन्दाखेरि पैसा मासु रक्सीमा बिके। मैले त के भन्छु भन्नु होला भने दिएको खाऊ तर भोट चाहिँ अन्त देऊ। हजुर, मैले त्यही भन्छु। ती सामान्यहरूले जति बटुलिया छन् सबै खाऊ। त्यो त हो नि, जनताकै खाएको त। अनि हजुर, खाऊ नखाऊ भन्दैन, तर भोट चाहिँ विचार गरेर देऊ। जसले राम्रो काम गर्छ हजुर त्यसैलाई देऊ। यति बेला हामी फागुन 21 गतेको निर्वाचनमा लक्षित गर्दै हामीसँग जेनजी पनि हुनुहुन्छ, अनि बुढी बयहरू पनि हुनुहुन्छ, आमाहरू पनि हुनुहुन्छ। त्यहाँलाई चाहिँ हामी क्वेसन गर्छौँ, के प्रश्न सोध्छौँ। हजुरलाई कार्यक्रममा स्वागत छ। धन्यवाद। अनि यसपालिको भोट चाहिँ कसै नि तपाईँको तर्फबाट? म कसैलाई नि नै। होइन, समर्थन कसलाई गर्नुहुन्छ नि? फेरि कसैलाई नि गर्दैन। पुराना दललाई पनि नगर्ने, नयाँलाई पनि नगर्ने, स्वतन्त्रलाई होला उस्तो भए? केही नगर्ने। यसमा त गर्नु पर्यो, त्यत्रो जेनजी आन्दोलन भयो भने। खै केही नगर्ने। अब एउटा अब के गर्दा र अब जे गर्छ सबैले। होइन, तपाईँलाई कसले राम्रो गर्ला जस्तो लाग्छ नि? तपाईँलाई चाहिँ पुराना दलले राम्रो गर्लान् कि नयाँले गर्ला जस्तो लाग्छ? पुरानोले अहिलेसम्म केही गरेन, के गर्ला र? उस्तो भयो तपाईँको तर्फ नयाँलाई नै सपोर्ट त? खै त। हजुर भाइ नमस्कार। नमस्कार बाबु। सन्चै हुनुहुन्छ? सन्चै छु बाबु। हजुरको घर कता नि? मेरो घर रुकुम हो बाबु। रुकुम हो। अनि यसपालिको भोट चाहिँ कसलाई हाल्ने नि? पहिला त एमालेलाई हालिदिन्थे। हजुर, सूर्यना। हजुर, त्यसलाई हालिदिन्थे पहिला त। अहिले त कस्तो गर्छ यसपालि त सानसा सबैजनाले घन्टी भन्नुहुन्छ नि। हजुर, यसपालि त कसलाई, तपाईँले सूर्यलाई हाल्ने कि घन्टीलाई? अहिलेको युवाहरूले हजुर कस्तो गर्ने हो? अहिले इज्जत राख्ने हो कि जनतालाई सुरक्षा राख्ने हो कि? ती होला बाबु। तपाईँको समर्थन यसपालि नयाँलाई? हजुर धन्यवाद। हामीसँग अमृत विश्वकर्मा हुनुहुन्छ। मैले यहाँको परिचय पहिल्यै दिएँ। अब फागुन 21 गते हुने निर्वाचनलाई लक्षित गर्दै तपाईँको भोट चाहिँ कसलाई छ नि? अमूल्य भोट कसलाई दिन चाहनुहुन्छ नि? सर्वप्रथम त फागुन 21 को चुनावको जति पनि जनप्रतिनिधिहरू हुनुहुन्छ सबैजनालाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। अब भोटको कुरालाई चाहिँ म कसरी यसलाई व्याख्या गर्न चाहन्छु भने जुन किसिमको अहिले सामाजिक सञ्जालमा नयाँ पुराना पार्टीहरूलाई एउटा गाली गलोज गर्ने एउटा
वातावरण सिर्जना भएको छ हजुर त्यो सबैजनालाई रोकिदिनु होला किनभने नयाँ पुराना त अब आउँदै गर्ने जाँदै गर्ने त एउटा सिस्टम छ तर पनि कतिपय पुराना नेताहरू पुराना दलका नेताहरूले पनि समाजमा एकदम राम्रो काम गरेको एउटा छ नि त हजुर अनि जसले चाहिँ समाजका लागि राम्रो काम गर्नुभएको छ जसले समाज र जनताका लागि र देशका लागि चाहिँ एउटा राम्रो वातावरण सिर्जना गर्न सक्नु भएको छ त्यस्तो व्यक्तिलाई चाहिँ आफ्नो अमूल्य भोट दिनु होला भन्न चाहन्छु जस्तै तपाईँले अब हाम्रो अहिले चाहिँ यो पार्टी त्यो पार्टी यस्तो छ झन्डा जलाउने भन्ने कुराहरू आइरहेको छ बजारमा देखिरहेको छ एक अर्कामा झै झगडा भइरहेको छ त्यो चाहिँ रोकिदिनु होला तपाईँको एक भोट मेरो एक भोट हामीले जसले समाजको लागि राम्रो काम गरिरहेको छ र गर्नेछ त्यस्तो व्यक्तिलाई गोप्य रूपमा मतदान गरिदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछु ल हस् धन्यवाद हजुर धन्यवाद हामीसँग दुईजना जेन्जी हुनुहुन्छ जेन्जीले चाहिँ यसपालिको भोट कसलाई दिनुहुन्छ त भन्ने हामी उहाँलाई प्रश्न गर्छौँ हजुरलाई कार्यक्रममा स्वागत छ धन्यवाद एकदम अनि आउँदै गरेको फागुन 21 गतेको निर्वाचनमा चाहिँ भोट कसलाई हाल्ने हो नि समाधान चाहिँ अब बालिनतिरै जाम है घन्टीमा भोट हाल्ने यसपालि एकदम अनि तपाईँको कसलाई हो नि घरका बाबुबाजे नै अब काङ्ग्रेसमा डुलेको अब आफू पनि त्यहीमा हानिदिन्थ्यो भोट चाहिने गाउँतिर घरतिर के भन्नुहुन्छ नि तपाईँको कसलाई भोट हाल्ने भन्नुहुन्छ गाउँतिर चाहिँ एमाले हो म चाहिँ एमालेदेखि अब घन्टीमै लाग्दिएको घन्टीमा लाग्ने अब एमाले हुन् तर म चाहिँ अहिले चाहिँ घन्टीमा सर्दिएको घन्टीमा भोट हाल्ने एकदम चुपचाप घन्टी छाप ल हस् धन्यवाद हजुर तपाईँलाई म सिधै प्रश्न सोध्दै यसपालिको भोट चाहिँ कसलाई हो नि तपाईँहरूको तर्फबाट कसले हुनुहुन्छ हजुर कसलाई हाल्दिनु तपाईँले म त भन्दैन के भने होइन कसैलाई सपोर्ट नगर्ने यसपालि तपाईँले कसलाई गर्ने भन्नुहोस् किन लजाउनुहुन्छ जेन्जीहरू लजाउनु भएन नि त होइन लजाको चाहिँ होइन ल भन्नुहोस् अब कसैलाई हाल्दैन भन्दा नि भयो तपाईँको स्वतन्त्र इच्छा स्वतन्त्र उत्तर दिनुहोस् न भिडियो चाहिँ नबनाउनु होला कि ओहो गाह्रो हो त जेन्जीहरूले चाहिँ यसपालि कसैलाई सपोर्ट नगर्ने भन्ने कुरा भयो है ल हस् धन्यवाद हजुरहरूलाई हामीसँग एकजना जेन्जी हुनुहुन्छ यसपालिको चाहिँ फागुन 21 लाई लक्षित गर्दै निर्वाचन हुँदैछ तपाईँको भोट चाहिँ कसलाई दिनु चाहनुहुन्छ नि तपाईँले चाहिँ हजुर मैंने माने बालेनलाई घन्टी बजाउने यसपालि अनि एउटा डायलग छ नि घन्टीहरूको फेरि चुपचाप घन्टी छाप भन्ने होइन यसपालि उस्तै चुपचाप घन्टी छापै दिने हो ल हस् धन्यवाद हजुरलाई ल हजुरलाई कार्यक्रममा स्वागत छ हजुर धन्यवाद हजुरको नाम भनिदिनुहोस् न नेत्रबहादुर पुन हजुरको घर कता नि गोराइचार सुनपुर सुनपुर हजुर अनि जेन्जी आन्दोलनपछि भएको नेपालमा आमूल परिवर्तन भएको छ अनि यसपालिको फागुन 21 गते हुन गइरहेको निर्वाचनमा चाहिँ तपाईँले कसलाई समर्थन गर्नुहुन्छ नि अहिले चाहिँ म स्वतन्त्र छु म कुनै पार्टी यताउता हिँडेको छैन हजुर होइन जसले अब हाम्रो गाउँ देश विकास राम्रो गर्छ म उसैको समर्थनमा छु हजुर हेरौँ अब कसले गर्छ अहिलेसम्म कुनै पार्टीमा यताउता झोला बगेर चाहिँ हिँडेन है हजुर हस् धन्यवाद दिनुभयो ल हस् धन्यवाद सर अनि तपाईँले चाहिँ यसपालि कसलाई भोट हाल्ने नि हामीले अब नयाँ हेरौँ घन्टीमा अब अरू त देखिरहेको हालिरहेको हो हजुर यस्तै भएर यसरी घन्टीमा विचार गरौँ घन्टीले के गर्नुहुन्छ हामी कति बेरोजगारी छौँ हाम्रो देशमा केही परिवर्तन ल्याउनुहुन्छ कि नयाँमा हालेपछि भनेर हामीले घन्टीमा दिन्छ हजुर ल हस् धन्यवाद हजुरलाई अनि यसपालिको भोट चाहिँ तपाईँको कसको लागि नि तपाईँले घन्टीमा घन्टीमा हो हजुर किन नि अहिले नयाँ हेरौँ न अब कसले राम्रो काम गर्नुहुन्छ हस् धन्यवाद तपाईँलाई हस् यो भदौ 23-24 गते पछिको यो जेन्जी आन्दोलन पछिको नेपालमा भएको यो आमूल परिवर्तनमा तपाईँको भोट चाहिँ कसलाई दिन चाहनुहुन्छ नि परिवर्तन भएको छ है नभएको छैन परिवर्तन भएको छ त्यसले गर्दाखेरि अहिले त धेरै माहौल धेरै गान्जा गोल्छ हेर्नुहोस् है सबै आफ्नो पक्षका छन् ठिकै छ अब जसले राम्रो गर्छ त्यसलाई दिने हो हेर्नुहोस् हामीहरूले भोट जो मान्छेले जो व्यक्तिले राम्रो गर्छ उसलाई दिने हो भोट हेर्नुहोस् ल यही हस् धन्यवाद यसपालिको भोट कसको लागि तपाईँको म चाहिँ बालेनको लागि है बालिनको लागि किन नि अब जेन्जी हो नि म त्यसैले ल हस् धन्यवाद हजुरलाई कार्यक्रममा स्वागत छ धन्यवाद नमस्कार अनि यसपालिको भोट चाहिँ कसको लागि नि तपाईँको अब यसपालिको भोट ठिक्कै अब यसलाई भन्ने छैन हजुर विज्ञान र प्रविधिको विकाससँगै अब जसले राम्रो गर्छ अब त्यसैलाई नै हाल्ने हो सँगै अब गाउँमा पनि अब आफ्नो परिवार समाजमा जसले राम्रो गर्न सक्छ त्यसलाई नै यसलाई हाल्नुहोस् भनेर सल्लाह सुझाव दिन्छु म हस् धन्यवाद धन्यवाद प्रत्यक्ष हामीले सबैसँग कुराकानी गरिसकेका छौँ यतिन्जेलसम्म भिडियो हेरिसक्नु भएको छ भने लाइक कमेन्ट शेयर अनि सब्स्क्राइब गर्न भने नभुल्नु होला है।